Hello everyone, Namaste and welcome to our YouTube channel again. मेरो बुढी चाहिँ यतातिरबाट पुरा मुसु हाँसिरहेछ। अनि के अरे धेरै समय भयो यसरी क्यामेरामा आएर अनि यसरी नबोलेको हैन। अब त कस्तो बिर्सिनु लागे जस्तो भइसकेको छ के। तर पनि स्वागत छ हामी फेरि पनि हाम्रो यो YouTube च्यानलमा। अनि आज धेरै नै भयो हाम्रो लास्ट भिडियो चाहिँ हाम्रो एनिभर्सरीको बेला थियो है। लाइक एनिभर्सरी भनेपछि हाम्रो 12 को महिना कति तारिक 14 तारिक हैन 13 तारिक हो एनिभर्सरी मनाएको चाहिँ 13 मा ए नत्र 14 हो नि त 12 को महिना 14 भनेपछि लास्ट इयर 2024 मा। अनि आज त अब अहिले त 2025 3 को महिना आज कति तारिक बुढी आज 20 ओहो निकै दिन भइसकेछ। अनि यसो क्यामेरामा आएर फेस देखाइदिउँ भनेर यसो भिडियो बनाउन भनेर अनि आज क्यामेरामा छैन एकचोटि हेर्दै त कहाँ यस्तो यो 2 लाखको मोबाइलले पनि अनि त्यो कालै ठाउँमा खिच्यो नि गोरे निकालिदिन्छ के। म कालो भयो भने यो क्यामेराले मलाई गोरो निकालेको छ भनेपछि यसरी नै रमाइलो गर्दैछौँ हामी हैन। अनि के छ तिमी यति लामो समयसम्म क्यामेरामा नआउनुको कारण के हो त नि? तपाईले भन्दिनु मेरो बुढीलाई झ्याउ लाग्छ रे आजभोलि। अनि अब काम निकै हानिराखेको छ भनेर भन्न नमिल्ने। ठिकै छ। अनि यसो आज चाहिँ हामी पार्कतिर घुम्न जाऊँ न भनेर निस्केको। जापानमा चाहिँ अब अहिले एकदमै खाफुन्चे लागिरहेछ नि त सबैलाई। लगभग सबैलाई त नभनौँ धेरै जसोलाई एकदमै खाफुन्चे लागिराखेको छ। अनि मेरो पनि पोहोर सालबाट चाहिँ ठ्याक्कै स्टार्ट भयो। त्यसले गर्दाखेरि नाक चाहिँ यस्तो चिलाउने अनि नाकबाट पोटा गिरेको गर्ने होइन आँखा चिलाउने त्यस्तो भइराखेको छ। तर पनि अब यो यसो छुट्टीको बेलामा यसो बेलामा यसो बाहिर निस्क्यौँ न भनेर अब बेलामा त होइन धेरै भइसक्यो हामी बाहिर निस्किनु छोडेको। अब आज चाहिँ यसो घाम पनि मजाले लागिराखेको छ। अनि यो यस्तो घाममा पनि यसो यो वरिपरिको फुलहरू हेर्नु न मेरो बुढीलाई फुल मन पर्यो त। यस्तै घामको बेला पनि यसो घाम ताप्दै यसो पार्कतिर जाऊँ न भनेर हामी चाहिँ यसो आज निस्केको। अनि तिमीलाई कस्तो लागिरहेछ त बुढी आज कस्तो लागिरहेछ त? अब हट जान्दैछ होइन कस्तो मतलब बाहिर हिँड्दा चाहिँ कस्तो लागिरहेछ त? घाम तापेर सुत्नु मन लाग्यो। यस्तो बेला चाहिँ हाम्रो अब गाउँतिर हो भने चाहिँ मजाले सुन्तला छोडाएर होइन खाना चाहिँ एकदमै रमाइलो हुन्थ्यो। तर पनि केही छैन अब सुन्तला नभए पनि मसँग यहाँ सुन्तली छ मेरो सुन्तली म उसको बदाम झुरुम आहा म चाहिँ यस्तो अलिकति सनग्लासेस भन्छ कि सनग्लास भन्छ थाहा छैन होइन चस्मामा हिँडेको छु। मेरो बुढीले चाहिँ चस्मा लगाएको छैन। अनि तर मलाई भन्दा दामी चाहिँ मेरो बुढीलाई देख्छ यो चस्मा ल लाएर हेर देख्छु एकचोटि लाउन कस्तो दामी देख्छ ल हेर्नु है ल यता हेर्दा अनि यहाँ रहेको छ धान खेत। हामी जापानमै छौँ तर जापानको हटाएपछि पान हुन्छ नि हो त्यस्तो पानमा छौँ हामी चाहिँ। यतातिर हेर्नुहोस् ल पुरै यो धान खेतहरू छ। अब यहाँनिर धान रोप्नलाई अब बिस्तारै सुरु हुँदैछ। अब लगभग 2-3 महिना जतिमा त यहाँ धान रोप्न सुरु गरिसक्छ। फाइनली हामी चाहिँ पार्कमा आइपुगिसकेका छौँ। अनि हामीले सोचेका थियौँ पार्क चाहिँ एकदमै अब ढकमक्कै भइसकेको छ भनेर। तर हाम्रो एक्सपेक्टेसन अनुसार चाहिँ अलिकति भएन जस्तो लाग्यो। अझै फुल्न बाँकी नै रहेछ। यहाँ त हरियो हुनु बाँकी नै रहेछ। यस्तो चाहिँ सुक्खा नै छ। तर पनि मान्छेहरू चाहिँ एकदमै धेरै छ। रमाइलो हुन्छ जस्तो लागिराखेको छ बुढी रमाइलो हुन्छ जस्तो लागिराखेको छ यसो घुम्नलाई। ल तपाईँ हेर्न सक्नुहुन्छ यहाँ मान्छेहरू हेर्नु न कति धेरै छ। यता नि मान्छेहरू धेरै छ यता नि मान्छेहरू धेरै हुनुहुन्छ रमाइलो गर्नेहरू। सो तपाईँहरू चाहिँ यो सोका के भन्छ ताकासाकी भन्नु खोजेर पहिला बसेको ठाउँको नाम याद आउँछ। यो साइतामाकिनको सोकासीमा हुनुहुन्छ भने एकदमै रमाइलो पार्क रहेको छ यहाँ आउन सक्नुहुनेछ। तर सबै सुक्खाहरू नै छ। मान्छेहरू चाहिँ एकदमै धेरै छ। कोही टेन्ट ल्याएर मजाले गफ गरेर बसिराखेको छ। मेरो
बुढीलाई मैले कहाँनिर लगेर राख्दिनँ बुढी भन्दा त त्यहाँनिर बस्ने अरे एकछिन मेरो बुढी बस्दै गर्दाखेरि एकछिन आइयामै गफ गरौँ न अनि कति मिनट लाएर आइपुग्यो लाग्यो होला नि आधा घन्टा लाग्यो होला आधा घन्टा लाग्यो होला अहिले कति बजी हेर त आधा घन्टा लाग्यो आधा घन्टा भनेको लगभग आधा घन्टा भनेको लगभग 30 मिनट अलिक फटाफट हिँड्यो भने त 20 मिनटमा आइपुग्ने ठाउँमा तर हामी एकदमै बिस्तारै रिल्याक्स गर्दै गफ गर्दै आएको कारणले गर्दाखेरि चाहिँ आधा घन्टा लाग्यो त्यो चुच्चोमा घाम ताप्नु कुन चुच्चोमा ल मेरो बुढी ऊ त्यो डाँडामा जाने रे घाम ताप्नलाई ल हामी त्यहाँनिर जान्छौँ यहाँनिर पोखरीहरू पनि छ यस्तो रमाइलो छ खै ल यो हाँसलाई चाहिँ जोडी पाएन छ एक्लै पौडी खेल्दैछ यहाँनिर यो विशेष गरेर बच्चाहरूको लागि र सिङ्गलहरूको लागि हो जोडीहरूको लागि चाहिँ होइन जस्तो लाग्यो यो पार्क त्यो डाँडामा घाम एकछिन बादलले छेक्दै उग्रिँदै गरिराखेको छ क्या लाग्छ घाम हिँड न एक राउन्ड यस्तो हान्दिउँ अनि त्यसपछि हामी पनि यसो रेस्ट गरेर एकछिन अनि त्यसपछि हामी घरतिर लाग्दिउँ भन्ने चाहिँ मलाई लागिराखेको छ केही हुँदा त केही हुँदा भिडियो बनाउनु त होइन नि त्यस रमाइलो छ मेरो बुढीलाई चाहिँ यहाँनिर नेपालीहरू रहेछ अनि त्यसपछि बिस्तारै के म त्यस्तो भने रहेछ नि त नेपालीहरू भन्छ केही हुन्न नेपालीहरू पनि मान्छे नै हो यो ठाउँमा नेपाली देखेको थिएन नि त हो र ल ठिक छ अलिकति सुन्छ कि भनेर सानो छोरीले भने मेरो बुढीको यो चाहिँ राम्रो क्वालिटी हो होइन राम्रो विशेषता हो बेला बेलामा बुढीको तारिफ पनि गर्नुपर्छ है तारिफ गरेन भने चाहिँ फेरि मिठो खाना घरमा पाक्दैन होइन मैले तारिफ गर्दाखेरि त तिमीले अनि कस्तो मिठो बङ्गुरको मासु कुखुराको मासु दामी बनाएर खुवाउँछ त मलाई होइन त्यही बेला बेलामा बुढी एकदमै मेकअप नगरेर धुस्सेर फुसेर भएर बस्दाखेरि पनि ओहो यु आर लुकिङ सो ब्युटिफुल भनेर भन्नुपर्छ होइन बुढी ल यतातिर आऊ यहाँ यता पनि यता एकछिन हो नि यता यता कि यता क्यामेराबाट ल त्यो त्यहाँ ल र अब यहाँ पुलमा यसरी हिँड्दाखेरिको फिल नै अर्को आउँछ आउन आऊ केही हुन कस्तो देखाएको छ त नि दामी देखाएको छ त नि ए मेरो बुढीलाई कस्तो देख्यो भनेर टेन्सन लगाइराखेर के भन्नु ल अघि मेरो बुढीले ऊ त्यो पारी गएर बस्ने भन्दै थियो अनि लगभग हामी त्यो पारी चाहिँ आइसकेका छौँ यो पारी यो यहाँनिर एकछिन बस्ने भनेको छ घाम चाहिँ दामी दाले मजाले लागेको छ अनि हामीसँग अब कति समय हुन्छ यहाँ यसो बिताउनेछौँ अनि त्यस रमाइलो भइराखेको छ अहिलेसम्म मान्छेहरू पनि एकदमै धेरै छ यहाँ गेम खेल्नेहरू प्रायः फ्यामिलीहरू चाहिँ छ बच्चाहरूसँग लिएर आएर यसरी खेलेको अनि हामी पनि एकछिन अब डाँडामा बसेर घाम मस्त ताप्छौँ त्यसपछि हामी कहाँ जान्छ बुढी घर जान्छ आज घर जाने अरे बेलुका ल होइन म त लगेर तिमीलाई कतैतिर छोडिदिउँ कि भने कि बुढी यता हेर त तिम्रो कानमा त के हो झन् ठुल्ठुलो अन्डा रहेछ त नि कुखुराको अन्डा हो कि यो चराको अन्डा हो कि के हो हाँसको अन्डा घाम पनि बल्ल तल आयो 1 घन्टा कस्तो तातो भयो है घाम आएपछि त घाम आयो कि कस्तो राम्रो मलाई कस्तो देखाएको छ कि बुढा कस्तो देखाएको छ त कस्तो नराम्रो देखेको जस्तो लागेको छ कि आफूले कस्तो देखाएको छ हौ मलाई टोपी लगाएर त्यस्तो भएको हो कि अब टोपी खोल्न त भएन नि त चिसोले के हुन्छ त पर्दा चिसो लाग्छ के हुन्छ त तपाईँलाई चाहिँ नलाग्ने मलाई चाहिँ लाग्ने हुन्छ त चिसो लाग्छ क्या तिमीलाई चिसो लागेपछि तिमीलाई फेरि चिसो लागेपछि कस्तो हुन्छ भन्दाखेरि होइन तिमीलाई चिसो लागेपछि तिमीलाई यहाँ सुन्नु तपाईँ पनि मान्छे हो म नि मान्छे हो अनि तपाईँलाई नलाग्ने मलाई मात्रै लाग्ने कि तिमीलाई चिसो लागेपछि हराउन निकै टाइम लाग्छ क्या मलाई त चिसो लागे पनि म त एक बडको पानी तातो पानी खाएपछि च्वाट त्यस्तो हुन्छ मलाई चाहिँ मेरो चिसो चाहिँ त्यस्तो खालको तिम्रो चिसो चाहिँ अलिक गढीले खालको छ कि गढीले खालको बुढा चाहिँ झन् हिरो हिरो हुँदै जाने बुढी चाहिँ झन् बुढी बुढी हुँदै जाने बुढा चाहिँ कहाँबाट हिरो भएको छ त नि बुढा पनि त्यस्तै त हो नि होइन त बुढा पनि त्यस्तै छ बुढी पनि त्यस्तै छ तर मलाई चाहिँ कस्तो आर्मी जस्तो देखाएको छ है तिमीलाई चाहिँ आर्मीको बुढी जस्तो देखाएको छैन यहाँ आएको तर हावा चाहिँ एकदमै चलेको छ त्यसले गर्दाखेरि मेरो नाक त झन् झ्याप्पै बन्द भइसक्यो एकछिन बसेर गफसफ गरौँ भनेको त कस्तो हावा चलेको त्यही भएर अब हामी घरै गएर गफ गर ल जाउँ बुढी जाउँ ल अब चाहिँ हामी यसो एकछिन बस्ने भनेर आएका थियौँ एकछिन त बस्यो अब अलि हावा चाहिँ अलि चलि नै रहेको छ ल बुढी ल
गिभ मी योर ह्यान्ड्स। अब यो हात सधैँभरि समाउनलाई यसरी थामिसकेपछि चाहिँ सघाउनु पर्ने रहेछ होइन पनि यतिबाट जाउँ अघि त त्यताबाट आइसकेको छ अब यसो गफसफ गर्दै जाउँ अनि अब यो पत्ता झर्ने सिजन नयाँ पालुवा आउने सिजन हावा नचलेको भए चाहिँ हुन्थ्यो राम्रो हुन्थ्यो मेरो हात झन् हेर्नु कस्तो चिसो भएको है यो के को फुल हो बुढी यसलाई के को फुल भन्छ होला जस्मिन भन्छ कि हिबिस्कस हैन यसलाई यो फुललाई के को फुल भन्दो रहेछ मलाई पनि थाहा छैन अब फुलहरू चाहिँ त्यस्तो यस्तो फुल चाहिँ त्यता पनि रहेछ रहेछ छ यहाँ पनि फुल्दैछ यस्तै खालको फुल चाहिँ रहेछ हो बढी रुखमै फुल फुल्छ हो यहाँ त किन हो रुखमा के छ अरे रुखमै फुल फुल्छ फुल केमा फुल्छ त अनि ढुङ्गामा हैन के कस्तो फुल रुखमा नि फुल फुल्छ नि त भनेको क्या अब रुखको पनि प्रजाति हुन्छ नि त त्यही भएर होला नि फुल फुल्ने रुख होला जस्तै एकखेलको लागि आँपको बोटमा नि ठुलो हुन्छ आँपको बोट फुल फुल्छ मतलब त्यो टाइपको फुल होइन नि त हो कस्तो टाइपको फुल घन्टीवाला फुल यो पुरै मरेर झिक्रा भएको छ त्यही पनि कस्तो मजाले किन नभाचेको त नि यो हाम्रो अस्तिको माछा देखाउँ न माछा त्यहाँ अलिकति आबुनाइ छ चिप्लो छ यतातिर लडिन्छ माछा चाहिँ छ यहाँ माछा छ म अहिले उतानिर एकछिन त्यहाँ मेरो एकछिन पुलअप हानेर देखाउँछु कि म होइन चिप्लो छ कि यहाँ हेर हिजो पानी परेर कि यो चिप्लो छ भने कि अब चिप्लो हो क्या चिप्लो पछि देखाइदिउँला हामी माछा सबै देखाइदिउँला ए प्रभु चिप्लो हो क्या चिप्लो ल होइन ल यो बुढीले भनेको मान्दै अहिले चिप्लो लड्यो भने मलाई केही नभन है यो यस्तो यस्तोमा यो खुट्टा त्यो तिनीहरू चाहिँ चिप्लो चिप्लो छ क्या अलि ल बुढीले मान्दै मानेन अनि यस जङ्गल सङ्गलतिर लिएर आज आँखा झन्डै घोचेको फेरि लु अब मेरो बुढीले यहाँ माछा हेर्ने रे यहाँनिर अस्ति आउँदाखेरि चाहिँ माछा थियो अहिले चाहिँ माछा चाहिँ छैन पुरै यो हाँसहरू मात्रै रहेछ हाँसहरू मात्रै तिम्रो माछा कहाँ गयो त बुढी यता हेर त माछा हेर्न आएको कहाँबाट देख्छ उहाँबाट झन् पर कतापट्टि देखाएको ल नेचर लभरहरूको लागि चाहिँ रमाइलो छ माछा ओहो हो माछा हेर्न आएको माछा आज सुतिराखे जस्तो छ पानीमा कतातिर माछा निस्केन माछा त्यस्तो धेरै त छैन यहाँ 5-6वटा माछा छ यो हात दियो यतातिर हातले यता लिएर पक्र अलि यो अलि अस्ति हिउँ परेर पानी परेर अलिक चिप्लो भएको क्या बाटो सो अलिकति सतर्क हुन पनि पर्छ मेरो जिउ अलि के भन्छ चिसो पनि भइराखेको छ मेरो हात पनि चिसो भइरहेको छ उतानिर म एकछिन पुलअप हान्छु होइन अब म त्यहाँ एकछिन यसो पुलअप हानिदिउँ भनेको त नानीहरू आएर एकछिन बस्नु थाल्यो त्यही पनि म यिनीहरू गएपछि म पुलअप हानिदिन्छु है हान्दैन मैले बुढी 3 4 5 6 रातो न रातो भइसक्यो त आमा मुखेर भयो नसक्नु त पेट लागेको छैन नि पेट लागेको छ नसक्नु ल मैले पुलअप हान्दिएँ अनि अलिकति जिउ अलिकति तातो नि भयो सायद भात अलिक धेरै खाएर होला नत्र म 15 चाहिँ हान्थेँ ल अब पुलअप पनि हानियो एकछिन जिउ एकछिन तातो पनि भयो अब हामी चाहिँ घुमेर सक्यो अनि बच्चाहरू खेलिराखेको छ रमाइलो गरिराखेको छ यो साइडमा बच्चा भोलि पर्सि तिम्रो बच्चा भएपछि नि यहीँ लिएर होला तिम्रो बच्चा होइन हाम्रो बच्चा भन्नु पर्दैन भन्ने एन्सर आउँछ जस्तो लागेको थियो खै त बुढीले भनेन यार रमाइलो भयो एकछिन यसो घुमघाम हावा त नभनौँ यसो घाम ताप्नलाई यसो निक्लेको जस रमाइलो भयो अब चाहिँ हामी फर्किनेतर्फ छौँ र हामी बाटोमा छौँ हामी पार्कबाट चाहिँ यही हो पार्क यस्तै छ अनि अब हामी
चाहिँ अब फर्किसकेका छौँ अनि घरभित्र रुखेको बोट क्या यो ठुलो भएर यो जाँदैन खै त्यो चाहिँ थाहा भयो नि बुढी मलाई होइन कस्तो हेर्न हिँड्दाखेरि चाहिँ कस्तो तातो घाममा चाहिँ त्यहाँ बस्दाभरि चाहिँ कस्तो हावा चलेको त चिसो यो अब हावाको सिजन पनि छ अनि त्यो रुख भएको ठाउँतिर त हावा पनि आइहाल्छ अनि कस्तो लाग्यो त आज कस्तो नराम्रो फिल भयो है खै घाम ताप्न भने जस्तै मस्तताले घाम ताप्नु पाएन है त्यो हावा चल्यो क्या अब अलिक चल्यो अनि त्यो गरेर भने जस्तै यसरी घामहरू तापेर बस्नु पाएन सो नेक्स्ट टाइम डेफिनेटली तपाईँलाई एउटा कुरा के याद आएन हामी कुन कुरा भन हामी अस्ति साइकलमा आउँथ्यौँ अनि तिमी थाकेको बेला तिमीलाई साइकलमा अगाडि पठाइदिएर म हिँडेर आउँथ्यो होइन जान्थ्यो अनि तपाईँले मलाई डबल लोड गरेर तान्थ्यो अहिले चाहिँ किन साइकलमा अहिले साइकल पङ्चर भएको क्या दुईजना चढ्न नमिल्ने भएको छ साइकल पङ्चर भएको छ दुईजना चढ्न नमिल्ने भएको छ अनि त्यही भएर अब फेरि पुलिसले फेरि दुईजना चढ्यो भने फेरि मार्छ अनि आजको दिन विशेष यो आजको हाम्रो बाहिरको यो घुम्ने दिन एकदमै रमाइलो भयो सोचे जस्तो नभए पनि रमाइलो भयो एकदमै रमाइलो भयो अनि अब इन्जोय अलिकति हावाले चाहिँ अलिकति असर गऱ्यो चिसोले अलिकति त्यही भएर हामी अलिक छिटै आयो केही छैन तर पनि आजको दिन राम्रो भयो र हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा यहाँ सबैलाई धन्यवाद भन्दै अनि आजको भिडियो चाहिँ हामीहरू यहाँ इन गर्न चाहन्छौँ हस् त यहाँहरू सबैजनालाई थ्याङ्क यू एन्ड सी यू इन नेक्स्ट भिडियो बाई बाई